सबैलाई यसको नाममा जय मसीह। हामी आजको बिहानको यो सङ्गतिमा हामी भेला भएका छौँ परमेश्वरको वचन सुन्नको लागि। आज परमेश्वरको वचन दिएको छ। आजको शीर्षक छ परमेश्वरको व्यक्तित्व। परमेश्वरको व्यक्तित्व। दार्शनिकहरूले हजारौँ वर्षदेखि परमेश्वरको अध्ययन गर्दै आएका छन्। कति आसान जमाएर ध्यान मग्न भई अनन्त परमेश्वरको राज्यबारे सोच्ने कोसिस गर्छन्। परमेश्वरबारे साँचो ज्ञान बाइबलबाट मात्र हासिल गर्न सकिन्छ। यूहन्ना 1:18 भनेको छ, परमेश्वरलाई कहिले देखेका छैन, पिताको काखमा हुने एक्लो पुत्रले मात्र बयान गर्नुभएको छ। पहिलो यूहन्ना त्यसको 4:12 भनेको छ, परमेश्वरलाई कसैले कहिले देखेको छैन। प्रस्थानको 33:20 हामी पढ्यो भने परमेश्वरले मूसालाई भन्नुभयो, तैँले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवित रहन सक्दैन। प्रस्थान 33:2 भनिएको छ, त्यसपछि म मेरो हात उठाउने छु र तैँले मेरो पछिको भाग देख्नेछस्, तर मेरो अनुहार चाहिँ देखिने छैन। मूसाले परमेश्वरसँग बातचित गरे, उहाँको एक भाग देखे, तर उहाँको अनुहारको दर्शन उनले पाउन सकेनन्। प्रिय मित्रहरू, परमेश्वरको पुत्र यीशु ख्रीष्ट स्वर्गबाट संसारमा पिता परमेश्वरलाई हामीहरूमा प्रकट गर्न आउनुभयो। यूहन्ना 14:7-11 हामी पढ्यो भने यीशुले फिलिपलाई उहाँमा नै परमेश्वर प्रकट हुनुभएको रहस्य बताउनुभयो। मानिसको ज्ञानले भन्छ मानिस आफूलाई चिन, तर यीशु भन्नुहुन्छ मानिसहरू पिताबाट सिक। यूहन्ना 17:3 भन्छ अनुसार परमेश्वर उहाँको पुत्रलाई जान्नुको अर्थ अनन्त जीवन पाउनु हो। औ अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई र जसलाई तपाईँले पठाउनु भयो अर्थात् येशू ख्रीष्टलाई चिनुन्। प्रिय मित्रहरू, परमेश्वरको व्यक्तित्व भन्नाले ज्ञान, भावना तथा इच्छा शक्तिले सम्पन्न हुनु हो भन्ने बुझ्नुपर्छ। मूर्तिको कुनै व्यक्तित्व हुँदैन, किनभने त्यसले न केही जान्दछ र अनुभव गर्दछ और न त प्रतिक्रिया नै देखाउँछ। हाम्रो परमेश्वर मात्रै जीवित अनि सर्वशक्तिमान गुण सम्पन्न व्यक्ति हुनुहुन्छ। परमेश्वर एक व्यक्ति हुनुहुन्छ। उहाँ कुनै जबरजस्त प्रभाव अथवा बिजुलीमा हुने जस्तो वा अदृश्य शक्ति हुनुहुन्न। यिर्मयाको पुस्तक त्यसको 10:10 हामी पढ्छौँ, तर परमप्रभुता साँचो परमेश्वर हुनुहुन्छ। उहाँ जीवित र परमेश्वर र अनन्तका महाराजा हुनुहुन्छ। प्रेरितकर्म 14:15 हामी पढ्छौँ, तपाईँहरूलाई यी व्यर्थका कुराहरूबाट साक्षात् परमेश्वरतर्फ फिराउनलाई भनेर भनेको छ। पहिलो थेसलोनिकको 1:9 भन्दछ, यी जीवित सच्चा परमेश्वरको सेवा गर्नलाई। प्रिय मित्रहरू, दोस्रो इतिहास त्यसको 16:9 भन्छ, जसका हृदय उहाँप्रति भक्त छन् अनि गतिशील जीवित आँखाहरूबाट यस्तो जीवन र व्यक्तित्वको आभास पाइन्छ जुन कुरो चाहिँ प्रभु यीशु ख्रीष्टले हामीहरूको बिचमा ल्याउनु भयो अनि उहाँले नै मात्र परमेश्वरलाई चिनाउन सक्नुहुन्छ। अनि परमेश्वरलाई चिन्नु हो भने साँचो परमेश्वर को हुनुहुन्छ भनेर, परमेश्वरको स्वभाव कस्तो छ भनेर जान्नु हो भने हामी यीशु ख्रीष्टलाई चिन्नुपर्ने हुन्छ। अनि यीशु ख्रीष्टले मात्र परमेश्वरको साँचो स्वभावलाई देखाउनु भएको छ। अनि परमेश्वर एक आत्मा हुनुहुन्छ, उहाँमा मासु, हड्डी वा रगत केही हुँदैन। त्यसै कारण चाहिँ परमेश्वर आत्मा हुनुहुन्छ अनि उहाँ
अनन्त हुनुहुन्छ अनि परमेश्वर अन्य जातिहरूको तुलनामा हाम्रो परमप्रभु परमेश्वर एक परमेश्वर हुनुहुन्छ। परमेश्वरको स्वभावका गुणहरू हामीले हेऱ्यौँ भने यीशु ख्रीष्टलाई नै हामी देख्दछौँ। यीशु ख्रीष्टको जीवनमा भएका सम्पूर्ण 100% गुण परमेश्वरमा छ अनि परमेश्वरमा भएका 100% गुण यीशु मसीहमा छ। कुनै कुनै वस्तु वा व्यक्तिमा पाइने विशेषता, लक्षण तथा अद्वितीय चरित्रहरू हुन्। परमेश्वरमा पनि उहाँ व्यक्ति हुनुभएको कारण निश्चयता केही मूलभूत गुणहरू, महत्त्वपूर्ण गुणहरू हामी पाउँदछौँ। अनि परमेश्वर अनन्त हुनुहुन्छ। साँचो परमेश्वरको न त कुनै सुरु हुन्छ न त कुनै अन्त हुन्छ। मूर्तिमा यो गुण कहिले हामी देख्दैनौँ अनि हुँदैन पनि, किनभने यसलाई कसैले निर्माण गरेको हुनाले यसको सुरु र अन्त हुन्छ। त्यसै कारण तर साँचो परमेश्वरको सुरु पनि हुँदैन अनि अन्त पनि हुँदैन। त्यसै कारण आज तपाईँ र मैले परमेश्वरलाई, साँचो परमेश्वरलाई चिन्नु हो भने, जान्नु हो भने, बुझ्नु हो भने अरू हामी कतै खोजेर हामी पाउँदैनौँ। तर यीशु ख्रीष्ट जो चाहिँ परमेश्वरबाट आउनुभयो अनि उहाँले मात्र परमेश्वर कस्तो हुनुहुन्छ अनि उहाँ परमेश्वरका गुणहरू कस्ता छन्, यी सबै कुराहरू उहाँले मात्र बताउन सक्नुहुन्छ। त्यसै कारण प्रिय मित्रहरू, हामी यीशु ख्रीष्टलाई विश्वास गर्नु अनि यीशु ख्रीष्टलाई ग्रहण गर्नु नै परमेश्वरलाई ग्रहण गर्नु अनि परमेश्वरलाई विश्वास गर्नु हो। परमेश्वरले सबैजनालाई आशिष गर्नुभएको होस्। आमेन।